यो के हो ह्यामस्टर कुन मरेको यो होइन क्रस ब्रिड हो नि यो बेलायती मुसा भन्ने साथीहरू साथीहरू नि माथि यत्रो हुन्छ scavengers, flesh-eating animal. They are called the sweeper of the world. यिनीहरूले सबै फ्लेस एकछिनमा उडाइदिन्छन् गिद्ध हो नि वाइट पिजन लक्का परेवा फ्यानटेल पिजन अरे यो फ्यानटेल पिजन किनभने यसको पुच्छ अलिकति पङ्खा जस्तो हुँदो रहेछ त्यही भएर फ्यानटेल भनेर रहेछ हेर्दै हुन्छ पुच्छ एकदम मयूर जस्तै पाएर बसिरहेछ पुच्छर त मयूर जस्तै छ त्यही भएर यसको नाम फ्यानटेल पिजन यो लियोपार्ड हेर्दै हुनुहुन्छ लियोपार्ड सुतिरहेको बाघलाई टर्चर नदिए केटा हो चितवन हाम्रो यो चितुवा एकदमै निराश मुद्रामा हुनुहुन्छ उसलाई एकदमै रिस उठिरहेछ यहाँ बच्चाहरू वरिपरि खानेकुरा भए पनि खाना पाइरहेको छैन त्यही भएर रिसाएर हेरिरहेछ यतादेखि उता चितुवा तिमीले नगिजाउले हल्ला नगर्नु अनि called what? Pigeon. ए पिजन के पिकअप बाँदर धरमा बाँदरै छ है लर्ड्स अफ कछुवा डटर्स बिचारलाई पानी पुगिरहेको छैन थोरै पानीमा राखेको छ यसले अझ पानी चाहिन्थ्यो यो लामो पङ्खा भएको मयूर हिजो चितवनमा जङ्गलमा चढ्दै गरेको देख्यो आज यहाँ जेलमा यसरी बसिरहँदाखेरि एकदमै निराश मुद्रामा देखिन्छ यही चरा हिजो जङ्गलमा फनी घुमिरहेको थियो पङ्खा उडिरहेको थियो आज एकदमै शान्त मुद्रामा यहाँ बसेको देखिन्छ यसलाई रसुवा मृग भनिन्छ सानो बाख्रा जस्तै र कान लामो ठाडो परेको यो जरायो जुन 20 रुपियाँको नोटमा छापेको छ यही जरायो हो 20 रुपियाँको नोटमा जुन तपाईँहरू चित्र हेर्नुहुन्छ दुईवटा जरायो सँगै बसिरहेको ठ्याक्कै यही जरायोको चित्र हुन्छ हामीले जुन जनावर मजाले हेर्न पाएनौँ जङ्गलमा त्यो यहाँ जूमा हेर्न पाइन्छ सायद जू त्यस्तै भएर बनाएको होला चिन्नको लागि यसरी टन्नै जरायोहरू यहाँ आराम गर्दै बसिरहेछन् मदन भण्डारीको शालिग पनि बनाइएको छ मदन भण्डारी स्मारक भनेर यसको उद्घाटन प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यूले गर्नुभएको थियो यहाँ शिलालेखमा नाम उल्लेख गरिएको छ उहाँलाई भनिन्छ जननेता मदन भण्डारी जुन कम्युनिस्ट पार्टी एमालेको एउटा वरिष्ठ नेता हुनुहुन्थ्यो मदन भण्डारीकै नाममा एउटा बाटिका सानो फुलबारी पनि बनाइएको छ मदन बाटिका नाम दिएको छ
शहीद मञ्च भनेर कुनै प्रोग्रामहरू अर्गनाइज गर्नको लागि यहाँ एउटा सानो स्टेज टाइपको बनाइएको छ र नामअनुसारै जस्तै यो शहीद स्मृति पार्क भएको हुनाले यहाँ सम्पूर्ण शहीदहरूको मूर्तिहरू बनाइएको छ। अब यता एडभेन्चर वर्ल्ड भनेर यसरी विभिन्न एडभेन्चरहरू यहाँ गर्न पाइँदो रहेछ। त्यो एडभेन्चर वर्ल्डको यहाँ दिएको छ। आज सम्पूर्ण चिजहरू बन्द नै गरिरहेछ। एउटा पनि स्मारकहरू हामी हेर्न पाएका छैनौँ। यहाँ विभिन्न स्मारकहरू रहेको छ। यसरी हामीसँग माथि चढ्न पाउँछ कि पाउँदैन त्यो हामी हेरौँ। यहाँ हामी यसो पछाडि हेर्दाखेरि मनमोहन अधिकारी जस्तो देखिन्छ यो फोटो मूर्ति हेर्दा एउटा। कसको मूर्ति रहेछ अब हामी अवलोकन गरौँ। कुन बाटो रहेछ यसो हामीलाई गाह्रो। यहाँबाट रहेछ स्टेजमा जाने ठाउँ। हाम्रा बच्चाहरू अब खाँदैछन्। उनीहरूलाई घुम्नुसँग मतलब छैन। कहिले भोक मिठो कि घुम्नै मिठो त्यही भएर खाइरहेछ। अब यहाँ नवनिर्मित प्रजातान्त्रिक पार्क हो। समुद्घाटन शहीद स्मारकको रजत वर्षको शुभ अवसरमा सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट भएको थियो 76 साल माघमा। अब यहाँ हामी मैले भनेको थिएँ स्वर्गीय मनमोहन अधिकारीको यो स्मारक रहेको छ। मनमोहन अधिकारीको नाममा उहाँ मनमोहन अधिकारी यसरी पार्क बनाएको छ। यता स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको यहाँ रहेको छ यसरी पार्क। विश्वेश्वर प्रसाद कोइराला उहाँ एक महान प्रजातान्त्रिक नेता हुनुहुन्थ्यो। 2007 सालमा नेपालको क्रान्तिमा प्रजातन्त्र ल्याउनको लागि उहाँको ठुलो योगदान रहेको थियो। त्यस्तै उहाँ हुनुहुन्छ हाम्रो गणेश मानसिंहलाई वरिष्ठ प्रजातान्त्रिक नेताको रूपमा लिन्छ र उहाँलाई उहाँको एउटा निकनेम रहेको छ। जुन निकनेम हो लोह पुरुष। उहाँलाई नेपालमा द आइरन म्यान अफ नेपाल भनेर पनि चिनिन्छ। लोह पुरुष गणेश मानसिंह। यहाँले एन्टिलाइट पढेर यहाँ अलि हेर्न गाह्रो भयो। त्यस्तै यता हुनुहुन्छ हाम्रो सायद पुष्पलाल श्रेष्ठज्यू हुनुहुन्छ। उहाँ पुष्पलाल श्रेष्ठ भनेको नेपाल कम्युनिस्ट पार्टीको संस्थापक हुनुहुन्छ उहाँ। र उहाँको पनि नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि एकदमै अमूल्य भूमिका रहेको छ। उहाँले ठुलै भूमिका खेल्नुभएको थियो। नेपालमा कम्युनिस्ट पार्टी दर्ता गरेर उहाँ हो पुष्पलाल श्रेष्ठ। यसरी 4 जना हाम्रो नेपालको वरिष्ठ नेताहरूको यहाँ स्मारक बनाइएको छ। यसरी एकदम ब्युटिफुल वेमा यहाँ पोर्ट्रेट गरिएको छ। र अघि हामीले देखाएको थियो एडभेन्चर भनेर एडभेन्चर ल्यान्ड। एउटा एडभेन्चर गर्ने विभिन्न क्रियाकलापहरू रहेको छ। जसमा जिप लाइन रहेको छ। यसरी जिप लाइन भनेको जिपमा साइक्लिङ पनि गर्न सकिँदो रहेछ। यसै विभिन्न सपिङहरू गर्ने ठाउँहरू रहेको छ सानो। हाम्रा भाइहरू यता घुम्दैछन्। वरिपरि घुमिरहेका छन्। अब हामी यो स्मारक पार्कबाट हामी अब निस्किन्छौँ छेउमा के रहेको छ त अब हेर्न गइरहेको छ। यो स्मारक स्तम्भ रहेको छ हाम्रो शहीदहरूको सम्झनामा बनाइएको। र यही स्मारक स्तम्भ नै यहाँको एउटा ब्युटीको रूपमा राखिएको थियो पहिले। र पछि यसलाई अझ अलि फन वेमा बनाउनको लागि अथवा टाइम पास होस् अलि गर्नको लागि यो विभिन्न वनभोज स्थलहरू र मनोरञ्जन स्थलहरू बनाइएको हो। र यहाँको मेन चाम भनेको हाम्रो जुन स्तम्भ हेर्दै हुनुहुन्छ तपाईँहरूले, यही स्तम्भ हो शहीद स्मारकको एउटा स्तम्भको रूपमा। जस्तै अमेरिकामा पेन्टागन बनाइएको थियो शहीदहरूको सम्झनामा, त्यस्तै यो पनि एउटा स्तम्भ बनाइएको छ हाम्रो हेटौडामा। र यसले साँच्चै
शहीदहरूको परिवारले पनि एउटा प्राउड मोमेन्ट फिल गराउँछ होला। आई थिङ्क नेमहरू पनि मेन्सन गरे होला पछि त्यहाँ यसमा। यो शहीद स्मारक स्तम्भको एकदमै फाउन्डेसनबाट लिएको भिडियो, जसमा हरेक पिल्लर हरेक एउटा साइडमा जनताको जुन एकता छ त्यो देखाइएको छ। यसरी पिक्चर्स मार्फत डिपिक्ट गरिएको छ हरेक पाङ्ग्रामा, जहाँ मान्छेहरूले जनताहरूले लडेर कसरी राजालाई नै राले राजतन्त्र हटाए। त्यहाँ तपाईँले हेर्नु सक्नुहुन्छ श्री पेन्सलाई जेलभित्र राखिएको जस्तो। त भनेको राजा जनताहरू मिलेर जनमत लिएर राजा हटाइएको देखाइएको छ। कसरी जनआन्दोलनपछि राजाको शालिगहरू तोडफोड गरियो त्यो पनि यहाँ डिपिक्ट गरिएको रहेछ। यसरी आन्दोलनमा राजाको मूर्तिहरूलाई तोडफोड गरिएको थियो। यसले सम्पूर्ण प्रजातान्त्रिक जुन आन्दोलन चलेको थियो, गणतान्त्रिक आन्दोलन भनौँ, त्यसको एउटा डिपिक्सन गरेको छ यहाँ। त्यस्तै अर्को स्तम्भ यहाँ देखाइएको छ, जसमा कसरी जब राजतन्त्र हट्यो यहाँ विभिन्न हर्ष उल्लासको साथमा इलेक्सन भएको थियो, त्यो पनि देखाइएको छ। इलेक्सन भइरहेको, यता जनयुद्ध जङ्गल छिरेको पनि देखाइरहेको छ। यता कसरी योद्धाहरू जङ्गल छिरेर नयाँ परिवर्तनको लागि अगाडि बढिरहेको कुराहरू पनि देखाइएको छ। पार्टीमा कुनै झन्डा प्रयोग गरेको छैन, किनभने त्यो झन्डा भनेको सम्पूर्ण राजनीतिक पार्टीलाई डिपिक्ट गरिरहेछ। त्यस्तै यसरी कसरी राजाहरूको निरङ्कुश देखाइएको छ, निरङ्कुशता देखाइएको छ। राजाहरूले यसरी कसरी मार्थे जनतालाई, त्यतिखेरको जुन सुरक्षा निकायहरू थियो उनीहरूले कसरी दमन गर्छ जनतालाई त्यो देखाइएको छ। र पछि सबैजना मिलेर कसरी चारजना हाम्रो जुन राणा शासन थियो, राणा शासन कसरी मारिएको छ चारजना शहीदलाई, गङ्गालाल श्रेष्ठ, दशरथचन्द्र, सुकदास शास्त्री र भक्त धर्मभक्त माथिलाई त्यो पनि देखाइएको छ। र पछि यहाँ पछि हेर्नुहुन्छ क्राउन लगाएको मान्छेलाई सबै जनता मिलेर लखेरिरहेका छन्। यो यहाँ शहीद स्मारकको 4वटा स्तम्भमा 5वटा स्तम्भमा यसरी डिपिक्ट गरेको छ। ओभरअल हामीले लिने हो भने यसरी वरिपरि मजाको फुलहरू लगाइएको छ र फाउन्टेनहरू पनि हालेको छ, तर त्यो फाउन्टेनहरू अलि युजमा आएको छैन। टाढाबाट हामीले यसरी हेर्ने हो भने स्तम्भ यस्तो देखिन्छ। ठ्याक्कै अमेरिकाको पेन्टागन स्टाइलमा बनाउन खोजिएको छ। अब यसरी हाम्रो स्टुडेन्टहरू पनि इन्जोय गरिरहेको छन्, टाइम पास बदामै भनेर। यसरी यहाँ नेपालको नक्सा पनि डिपिक्ट गरिएको देखिन्छ, जसमा तराई, पहाड, हिमाल सब देखाइएको छ। यसरी नेपालको नक्सा यहाँ देखाइएको छ। यो हो शहीद स्मारक स्तम्भ। इमु, यो एउटा इमु भन्ने चरा हो, सुन्नुभयो होला। इमु कति नजिक आएको छ यता, अब नदेख्ने टाइपमा। You can see घडियाल there. यसको पातलो मुख हुन्छ। शहीद स्मारक पार्कमा रहेको यो ब्युटिफुल गार्डन्स सँगसँगै ब्युटिफुल फाउन्टेन पनि रहेको छ। यहाँ एकदमै रमणीय दृश्य देखिँदो रहेछ यहाँबाट। एन्टिलाइट परेको हुनाले, नत्र यो झन् राम्रो देखिने हुन्छ। शहीद स्मारक पार्कको भ्रमणपछि अब हामी निस्किँदै यहाँ एउटा सानो धार्मिक मूर्तिहरू पनि रहेको छ। र यो हो एक्जिट गेट। अब यहाँबाट एक्जिट हामी हुन्छौँ।
बोथ मिक्स माछा पनि छ यस 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 हो यो पनि खिच्यौँ भ्लगमा यसरी यसको पनि व्यवस्था रहेछ यहाँ भरततालमा त्यसपछि अर्को जेड स्काई पनि रहेछ बाई शिवा चपान शिवा बाई शिवा 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 दुईटा बोल्दैछ त नि शिवा शिवाको कति छ सुटिङ यसरी नै हुन्छ होला रोक्यो भने पल्टेर लड्छ एउटा सानो रहेछ के हो कटु लाइफ ज्याकेट हुन्छ नि ए त्यसमा त्यो पल्टिँदैन नि बचाउँछ नि रेस्क्यु गर्छ हामी छौँ त्यो रेस्क्यु गरेर तिमीहरूलाई आयो आयो नेपालको टाइटानिक नेपालको लागि टेक्टोनिक हेर न कति मिनट भयो लगभग 3 मिनट जति 3 मिनटमा पर हेड 500 वाउ त्यो सब चराहरू उडेको हेर त्यहाँ सर हाम्रो कति घन्टाको यो बोट ए 3 मिनट भयो नि त 3 मिनट न होला कपिराइट लाग्छ आमामा कपिराइट लाग्छ नि त मजाले गर आमा आमा भयो भयो आयो ए नेपालको जहाज नेपालको जहाज आयो बङ्गालको खाडीबाट आयो हे आयो 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 टोगालाई चाहिँ नहल्ला है कडा ओ टोगा जोइ अर्को गीत लाउनु पर्छ है वेट
हो राइनोसेरस